साथीहरूलाई नमस्ते। मेरो युट्युब च्यानल अशोक टेकजोनमा साथीहरूलाई आज म के कुरामा बारेमा जानकारी दिन्छु भनेदेखि युट्युबमा कसरी 1000 सब्स्क्राइब पुर्याउन सकिन्छ भन्ने कुरा बारेमा म हजुरहरूलाई जानकारी दिन्छु। हेर्नु साथीहरू, मैले युट्युबमा प्राय ग्रिन स्क्रिन भिडियो र त्यो भिडियोहरुमा ओभरले गरेको भिडियोहरू प्राय म बनाउने गर्थेँ, जसले गर्दाखेरि मेरो युट्युबमा राम्रै सब्स्क्राइबरहरू गेन भइरहेको थियो साथीहरू हैन। अब एक्कासी एक दिन युट्युबले एउटा मलाई मेल पठायो साथीहरू। त्यो मेलमा चाहिँ के भनेर पठायो भनेदेखि तपाईँको यो भिडियोको जुन ओरिजिनल क्रिएटरले सामान्य भिडियोमा केही चेन्ज गर्यो, जसले गर्दाखेरि तपाईँको यो भिडियो हामी यो तपाईँको युट्युब च्यानलबाट हटाउन बाध्य छौँ भनेर उसले भन्यो। त्यसपछि मलाई एकदमै अब म अखममा परेँ, के हो यो च्यानललाई भनेर। अनि त्यसपछि के भयो भिडियोलाई भनेर। तर भिडियोमा कुनै किसिमको कपिराइट क्लेम, कुनै किसिमको कपिराइट स्ट्राइक आएको होइन साथीहरू। त्यो भिडियो चाहिँ युट्युबले हटाइदियो। युट्युबले जसरी त्यो भिडियो हटाइसकेपछि मलाई एकदमै समस्या सिर्जना भयो। अनि त्यसपछि मैले के गरेँ भनेदेखि साथीहरू, अब भएन, अब आफ्नै कन्टेन्ट बनाउनु पर्यो भनेर त्यसपछि मैले लगातार आफ्नै कन्टेन्टहरू हाल्न लागेँ। त्यति हाल्दा पनि मेरो च्यानलमा चाहिँ भ्यू राम्रोसँग बढेन साथीहरू। त्यसपछि त्यतिखेर मेरो च्यानलमा 85-86 हजारसम्म मेरो भ्यू आयो एक दिनमा। त्यो भिडियोमा चाहिँ तपाईँको 1,20,000सम्म भ्यू आयो साथीहरू। अब अहिले आएर चाहिँ मेरो च्यानलमा चाहिँ भ्यू भनेको 400-500को हाराहारी पनि छैन। यसको कारण के होला र भन्दाखेरि सायद युट्युबले हाम्रो त्यो कन्टेन्टमा युट्युबले हामीलाई केही एक्सन गर्यो भन्ने पनि मलाई लागिरहेको छ। तर अब जे होस्, अब आफ्नै कन्टेन्ट क्रिएट गरेर हामीहरू 1000 सब्स्क्राइबरसम्म पुग्न सक्छ भन्ने कुरामा चाहिँ मैले विश्वास लिएको छु साथीहरू। म अब पुरानो युट्युबर जस्तो अलिकति राम्रोसँग हजुरहरूलाई भन्न नसके पनि म एउटा अब नयाँ युट्युबरको रूपमा नै अब म आफ्नो प्रयासको रूपमा राम्रो राम्रो कन्टेन्टहरू बनाउने प्रयासमा छु साथीहरू। त्यसको लागि चाहिँ अब मैले युट्युबबाट विभिन्न किसिमको टिप्सहरू जान्दैछु। जस्तै अब राम्रोसँग एसइओ गर्ने, राम्रोसँग ट्याग हाल्ने, राम्रोसँग किबोर्ड, राम्रोसँग थम्बनेल राम्रोसँग बनायो भने भिडियोहरू आफसे आफ चल्छ भन्ने कुरा साथीहरू। मैले यो सबै कुरो सर्चहरू गरेर, सबै रिसर्चहरू गरेर यसको बारेमा मैले पत्ता लगाएको छु साथीहरू। त्यही भएर यस सम्बन्धी कुराहरू हजुरहरूलाई मैले जानकारी दिनको लागि नै अहिले मैले यो भिडियो बनाएको साथीहरू। त्यही भएर यो ग्रिन स्क्रिन भिडियोहरू नै ओभरले भिडियोहरूमा चाहिँ समस्या आउँदो रहेछ साथीहरू। सकभर आफ्नै क्रिएसन हुँदाखेरि नि त्यो एकदम राम्रो हुन्छ जस्तो लाग्यो साथीहरू। अनि त्यही भएर नि अबदेखि मैले आफ्नो कन्टेन्टहरूमा चाहिँ यो यो ग्रिन स्क्रिन भिडियोहरूको ठाउँमा आफ्नै क्रिएसन होस् भनेर अबदेखि मैले सबै आफ्नो ब्लगिङ होस् कि चाहे सम्पूर्ण टेक्निकल कुराहरू, जस्तोसुकै कुराहरूलाई पनि राम्रोसँग आफै प्रस्तुति गर्ने भनेर नि अब मैले यो भिडियोहरू आफै सिर्जना गर्ने प्रयास गरिरहेको छु साथीहरू। मेरो भिडियोहरू लाइक, सेयर, सब्सक्राइब गरिदिनु होला साथीहरू। अब मैले यो पहिलोपल्ट राम्रोसँग क्रिएसन गरेको भिडियो हजुरहरूलाई कस्तो लाग्छ मेरो च्यानलमा जोडिँदै जानु होला। म हजुरहरूलाई राम्रो राम्रो भिडियोहरू बनाएर देखाउने प्रयास गर्नेछु।